हाम्रो रूपाल सेरो टिभीमा तपाईहरुलाई स्वागत छ। आजको यात्रा चाहिँ हामी धोबीघाटबाट सुरु गरिरहेछौं। धोबीघाटबाट सुरु भएको यात्रा हाम्रो अब सुरु भइसकेको छ। हामी हिँडिरहेछौं धोबीघाटबाट। हामी यसरी हिँडिरहेछौं। तपाई हेर्न सक्नुहुन्छ। यो चाहिँ धोबीघाट क्षेत्रका विभिन्न ठाउँहरु। त्यसपछि हामी अब तपाईहरुलाई देखाउँछु। अनि नक्खु दोबाटोतिर पुग्दैछु। अब नक्खु दोबाटोमा नक्खु दोबाटो भन्दा पनि पुगिएर हामी अब यता एकान्त कुना पुगिसके। यता एकान्त कुना पेट्रोल पम्प। यो चाहिँ पेट्रोल पम्प एकान्त कुनाको। यो आकाशे पुल यता साइडतिर। अब यो चाहिँ अर्को पेट्रोल पम्प फेरि यो चोकमा भएको पेट्रोल पम्प। अब यहाँनिर चाहिँ अलिकति जाम लाग्छ हैन, ट्राफिक जाम। अब आज चाहिँ जाम छैन, त्यति साह्रो जाम छैन। अब हामी एकान्त कुनाबाट पनि एकान्त कुना चोकबाट हामी अगाडि बढिसक्यौं। अबको यात्रा हाम्रो एकान्त कुना हुँदै थसीखेल एरिया कुसुन्तिया हाइटतिर गइराछौं। अब हामी यो चाहिँ कुसुन्तिया हाइटतिरको एरिया हो। यो तपाईहरु देख्न सक्नुहुन्छ। यस्तो छ एरिया यो एरियामा। अब यो त हैन, यो त तपाईको यातायात एकान्त कुना यातायात। अब चाहिँ हामी यताबाट हिँडिसक्यौं। यहाँनिर चाहिँ हाम्रो आकाशे पुल बन्दैछ। केही समयपछि आकाशे पुल बन्छ। अब फेरि आकाशबाट टक्क हिँड्न मिल्यो माथिबाट। यो एरिया चाहिँ थसीखेल एरिया हैन, यो माथि हाइट एरिया भयो। अब तपाईहरु फेरि हेर्न सक्नुहुन्छ अगाडि एरियामा। यो एरियामा तपाईको वसन्त ऋतुमा साकुरा फुल्छ भन्छन्। यो फुलहरु फुल्ने अनि त्यसपछि यहाँ धेरै मान्छे आउँछन् कि भिडभाड हुन्छ यहाँ फोटो खिच्न, भिडियो बनाउन। ओहो तपाई हेर्न सक्नुहुन्छ नेटतिर पनि, युट्युबतिर जताततै त्यो यो क्षेत्रको भिडियोहरु धेरै हुन्छ के। अब यो चाहिँ महालक्ष्मी स्थान एरिया हो। अब यहाँ महालक्ष्मी स्थान एरियाबाट हामी चाहिँ लेफ्ट साइड लाग्यौं। अब लेफ्ट साइड लागेर हामी अब गयौं हामी माथि। महालक्ष्मी मन्दिर छ यहाँनिर हाम्रो महालक्ष्मी मन्दिर। यो चाहिँ महालक्ष्मी माताको मन्दिर हो हैन। तपाईहरु हेर्न सक्नुहुन्छ यस्तो ठाउँ छ यो। अब यहाँबाट सिधै हामी हेर्नुस् यो चाहिँ गेट। अब यस्तो छ अवस्था। अब यो चाहिँ हामी अब अलि अगाडि गइसक्यौं, त्यहाँबाट अगाडि हिँडिरहेछौं। अब यहाँनिर चाहिँ हाम्रो राष्ट्रिय कराते संघको अफिस छ यता राइट साइडतिर। यो चाहिँ फुटसल एरिया भयो। अनि तपाईहरु फेरि हेर्न सक्नुहुन्छ त्यहाँबाट हामी अगाडि गइरहेछौं, फेरि अगाडि गइरहेछौं। अब यता अब चाहिँ हामी लगनखेल पुगिसक्यौं। यहाँ चाहिँ रातो मच्छिन्द्रनाथको जात्रा हुन्छ हैन। यो चाहिँ मच्छिन्द्रनाथको देवता राखिन्छ। लगभग यहाँ लगभग तपाईको कहिलेकाहीँ 1 महिना 2 महिना 3 महिना पनि हुन्छ। यो वर्ष चाहिँ धेरै भएन, 15-20 दिन भयो होला। अब यहाँनिर राखिन्छ। यहाँबाट तानेर चाहिँ जाउला खेल लग्छन् हैन। हामी चाहिँ अब फेरि पर्या पोखरी साइडतिर जान्छौं। यो चाहिँ मच्छिन्द्रनाथको भगवानको मन्दिर भन्दा नि यो देवता। यहाँबाट हामी पर्या पोखरी साइडतिर हिँड्यौं। पर्या पोखरी साइड हिँडिसकेपछि हामी अब यहाँ पर्या पोखरी लगभग पुगिसके। यो चाहिँ अब फेरि हामी मंगल बजारतिर लागिरहेछौं। म चाहिँ यसरी हिँडिरहेछु हेर्नुस्। अब म यसरी टक 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 हिँडिरहेछु हैन। तपाईले हेर्न सक्नुहुन्छ म हिँडेको। ल हो एकछिन हेर है, म बोल्दैन एकछिन। ल अब यहाँ फेरि हामी यही क्षेत्रमा आयौं। यहाँ चाहिँ अब देवता यहाँबाट आज जाउला खेल लगिन्छ।
अब चाहिँ हामी फेरि तपाईको बानेश्वर क्षेत्रतिर प्रस्थान भइसकेका छौँ। ललितपुरबाट काठमाडौँ एरियामा हिँडिसक्या हामी। बानेश्वरको यो बानेश्वर चोकबाट हिँडेर हामी बानेश्वरको यो तपाईको जहाँ विभिन्न किसिमका आन्दोलन हुन्छन्, यो क्षेत्रमा आन्दोलनकारी आउँछन्। अस्ति शिक्षक आन्दोलन थियो, शिक्षकहरूले भाडा खाइसकेपछि घरतिर लागे। अब यस्तै छ। अब हामी यहीबाट अलि अगाडि गएर दोबी खोला पुल, यो चाहिँ दोबी खोलाको पुल, बानेश्वर पुल पनि भन्छ यसलाई। प्राय यो साँझको बेला यहाँ फोटो खिच्ने भिडियो बनाउने मान्छे धेरै आउँछन् हैन। अब यहाँबाट हामी अगाडि गइसकेपछि फेरि तपाईको अब केही छिनपछि माइती घर मण्डला पुग्दैछु। माइती घर मण्डला पुगिसकेपछि म तपाईलाई माइती घर मण्डलाको दृश्य पनि देखाउनेछु। हेर्नुस्, यसरी गइरहेछौँ हामी, अगाडि बढिसके। यहाँबाट म चाहिँ टक्क स्कुटर चलाइरहेको छु हैन, यसरी। अनि अब यो चाहिँ अब यहाँ आन्दोलन हुन्छ भनेर प्रहरीहरू, सशस्त्र प्रहरी र नेपाल प्रहरी चाहिँ यसरी बसिराछन्। बिचराहरूलाई दुःख छ, धेरै दुःख छ, गाह्रो छ। अब माथिको आदेश बन्चन गर्नै पर्यो है। अब चाहिँ हामी माइतीघर मण्डला एरियामा पुगिसके। अब माइतीघर मण्डला एरियामा हेर्नुहोस् तपाईँ, पहिला यहाँ धेरै किसिमका आन्दोलन हुन्थे, अहिले त्यति साह्रो हुँदैनन्। अब यो माइतीघर मण्डलाको क्षेत्र हैन, कस्तो छ यो माइतीघर मण्डला हेर्नुहोस्, तपाईँले हेर्न सक्नुहुन्छ माइतीघर मण्डला। हामी तपाईँलाई देखाइरहेछौँ हैन माइतीघर मण्डलाको दृश्य पनि। यो चाहिँ बबर महल एरिया। बबर महलबाट फेरि हामी आफ्नो गन्तव्यतिर अगाडि बढिरहेछौँ। यो चाहिँ बबर महलको आकाशे पुल। अब यहाँनिर चाहिँ सर्वोच्च अदालत भन्छ। अब न्याय पाउनेले पाउँछ, नपाउनेले कहिले पाउँदैन। हेर्नुहोस्, यहाँ न्याय बिग्ने ठाउँ पनि हो यो तपाईँको सर्वोच्च अदालत एरिया हैन। यो प्राय नर्मल मान्छेले न्याय पाउँदैन, पैसा र पावरमा बिग्ने ठाउँ पनि हो यो। अब यहाँबाट हामी तपाईलाई यहाँ सिंहदरबार देखाउँछौँ। यहाँ चाहिँ सिंहदरबार, यहाँ गेट हो यो। त्यसपछि तपाईँ